बालिन शाहलाई तपाईँले भेट्नु भएको छैन? त्यसलाई किन भेट्ने भने लुसिफरलाई मैले भेट्ने किन? लुसिफर हो उहाँ? लुसिफर त हो नि, को त नि? अँध्यारो कालो कोठामा बस्ने, कालो चस्मा लाउने, कालो लुगा लाउने, कालै विचार भएको यस्ता कलौटेहरूलाई मैले किन भेट्ने? कलौटी भनेर तपाईँले भन्छन्। कलौटेहरू हो नि। किन काट्नु? ए हेर्नु न, कलौटेहरू हो नि त उनीहरू। म त युवराज सफल हो भने। तपाईँको पनि दारी छ कालो। युवराज सफल तपाईँको पनि कालो। होइन, म युवराज सफल हो। तपाईँको पनि चस्मा कालो। युवराज सफल म हो। दुनियाँलाई थाहा छ। तपाईँलाई लुसिफर भन्न मिल्दैन? होइन, प्रमाण छैन भन न, मलाई के भयो त नि? बालिन शाहको के प्रमाण? किन प्रमाण छैन? होइन भने उनको सल्लाहकार कसरी गृहमन्त्री भयो? सेनापतिलाई गएर यसो गर, अनि सरकार प्रधानमन्त्रीलाई गएर यसो भन, संसद विघटन गर। त्यो बालेन भन्ने मान्छेको चाहिँ बेटा बाउको तपाईँले बालनको बाउले के गर्थ्यो भने यिनी तपाईँको चाहिँ के अरे वैद्यखानामा काम गर्थे। वैद्यखाना काम गर्दाखेरि एउटा 12-15 लाखको चाहिँ तपाईँको चाहिँ त्यति पैसा बराबरको जडीबुटीहरूको वैद्यखानाको वैद्यहरूको चाहिँ एउटा के बुक रहेछ क्या, त्यो बुकै 40-45, 20-25 लाखमा बेच्दैछ बालनको बाउ। कहाँबाट बेच्छ? अनि के भनेछ बालनले एकचोटि, यो वैद्यखानाको जिएम या एमडी हुनको लागि चाहिँ 20-50 लाख बुझाउकै हुनुपर्छ भने। अनि त्यसको बाउले चाहिँ नबुझाइकन भयो त।